आज विशेष मंगलसूत्रमा 38 मंगलमा पहिलो मंगल भगवानले के भन्नुभएको छ भन्दा असेवना च बालानाम पण्डितानां च सेवनाम पूजा च पूजनीयानम एतम मंगलमुत्तमम भनेर भगवानले पहिलो मंगलमा नै बालाना मूर्खहरूको संगत नगर्नु। मूर्खको संगतले के हुन्छ भने आफू पनि दिन प्रतिदिन मूर्खको संगतको वासना आफूमा फैलेर आउँछ। एक दिन नभए एक दिन धेरै दिनमा त्यो वासना आफूमा फैलेर आउँछ। त्यसकारणले मूर्खको संगत नगर्नु नै मंगल हो। संगत गर्नुपर्दा विद्वानको संगत गर्नु। पण्डितानां च सेवनाम पण्डित भनेको विद्वानलाई भनिन्छ र पण्डित विद्वान कस्तो खाले विद्वान भन्दाखेरि धोती कच्छड लगाउने सेतो टोपी लाउनेलाई भनेको होइन। सही सत्य धर्म देखेकालाई बल्ल पण्डित भनिन्छ। एक पालीमा भगवानले यो हि पश्यति सद्धम्मो सोमं पश्यति पण्डितो अपसमान सद्धम्मो मम पश्यम्पि न पश्यति। यो हि जुन व्यक्तिले सद्धम्मो चार आर्य सत्य धर्मलाई पश्यति राम्रो गरी आफ्नै ज्ञानले देखेको छ जानेको छ बुझेको छ भने सो पण्डितो सो त्यस प्रकारको चार आर्य सत्य जाने बुझेको पण्डितो विद्वान व्यक्ति। यो ठाउँमा पण्डित भन्दाखेरि विद्वान व्यक्ति कस्तो विद्वान भन्दा आर्य सत्य धर्मलाई जानेको व्यक्ति बुझेको व्यक्ति त्यो पण्डित हो। अपसमान सद्धम्मो मम पश्यम्पि न पश्यति जुन व्यक्तिले सत्य धर्मलाई आर्य सत्यलाई अपसमान हो जानेको छैन बुझेको छैन देखेको छैन भने मम पश्यम्पि न पश्यति म भगवानलाई अगाडि बसेर हेरिराखे तापनि न पश्यति देख्न सक्दैन। भगवानको रूपलाई त आँखाले देख्छ तर भगवानलाई देख्न सक्दैन। किन भगवानलाई देख्न सक्दैन भन्दा धर्म नदेखेको हुनाले। धर्म देखेको व्यक्ति आर्य सत्य बुझेको व्यक्ति चाहिँ पण्डित व्यक्ति हो। पण्डित व्यक्तिले चाहिँ भगवानलाई नजिकबाट आँखाले हेरेको छैन भने तापनि भगवानलाई देखेको हुन्छ। अब हामी टाढा पनि नजाउँ। भगवान बुद्धको उपदेशको छत्र छायामा आएका उपासक उपासिकाहरू सारीपुत्र भनेपछि नजान्ने कोही पनि हुनुहुन्न होला। सारीपुत्र उहाँले भगवान नभेट्दै पहिल्यै असजितबाट धर्म सुन्नुभयो। जब धर्म उहाँले बुझ्नुभयो ए भगवान उत्पत्ति हुनुभयो भनेर जान्नुभयो। भगवानलाई देखिसक्नुभयो। मेरा गुरु गल्ती मार्गमा छन्। मेरा मित्र मदगोल्यान पनि गल्ती मार्गमा परिरहेका छन्। उहाँहरूलाई पनि मैले उपकार गर्छु। संसारमा भगवान उत्पत्ति हुनुभयो। भगवानलाई नदेखिकिन भगवानलाई उहाँले आँखाले नदेखिकिन ज्ञानले देखिसक्नुभयो। किन देख्नुभयो भन्दा धर्मलाई देख्नाले। धर्मलाई जसले देखेको हुन्छ ऊ पण्डित हो। अहिले मंगलसूत्रमा
असेवना च बालानां पण्डितानां च सेवना। बालानां मूर्ख व्यक्तिहरूको असेवना, सङ्गत कहिले पनि नगर्नु। पण्डिता विद्वान व्यक्तिहरू, पण्डिता आर्य सत्य धर्मलाई राम्रो गरी जाने बुझेका विद्वान व्यक्तिहरूको सेवना सङ्गत गर्नु नै मङ्गलम मङ्गल हो। विद्वानको सङ्गत गर्नु, मूर्खको सङ्गत नगर्नु, यो मङ्गल हो। पूजा च पूजनीयनम, पूजनीय व्यक्तिहरूलाई पूजा गर्नु, यो पनि मङ्गल हो। किन मङ्गल भन्दा सङ्गतले नै निर्वाणसम्मको उपकार हुन्छ। सारीपुत्र होइन कि आनन्द। आनन्द भन्ने बित्तिकै भगवानको उपदेशमा आइसक्नु भएको भगवानका अनुयायीहरू आनन्द भन्ने बित्तिकै हाम्रै हुनुहुन्छ कि जस्तो जानिराख्नु भएको छ। आनन्दलाई भगवानले हे आनन्द कल्याण मित्र भन्ने निर्वाण प्राप्तिको लागि यो दुःख चक्रबाट, यो दुःख संसारबाट छुटकारा हुन, पार हुनको लागि कल्याण मित्रको सहयोग कतिसम्म हुन्छ भगवानले आनन्दलाई सोध्नुहुन्छ। आनन्दले भगवान कल्याण मित्र निर्वाणको बाटोमा आदि बाटोसम्म पुर्याइदिने त कल्याण मित्रले नै हो। आनन्दले भगवानलाई भन्नुहुन्छ, भगवान कल्याण मित्र भन्ने निर्वाण प्राप्तिको लागि आदि बाटोसम्म त कल्याण मित्रले नै पुर्याइदिनुहुन्छ भन्ने मलाई विश्वास छ। भगवानले होइन आनन्द, कल्याण मित्रले आदि बाटोसम्म होइन, निर्वाण नै पुर्याइदिने कल्याण मित्रले हो। भगवानले निर्वाणसम्म नै पुर्याइदिने कसले अरे कल्याण मित्र। त्यसो हुँदा कल्याण मित्रको सङ्गत तपाईँ हामीमा कति जरुरी छ भन्ने कुरा निर्वाणसम्म पुर्याइदिने नै कल्याण मित्रले हो। यदि भगवान संसारमा उत्पत्ति हुनुभएको थिएन भने मनुष्यहरू, देव ब्रह्माहरू कसैले पनि निर्वाण पाउन सक्ने थिएन। भगवान उत्पत्ति हुनुभएको थिएन भने एक असङ्ख्य 1,00,000 कल्प पारमिता पूर्ण भएर सारीपुत्र मौद्गल्यन मुक्तिको मार्ग खोजी गर्दै हिँड्नु भएको, जम्बू द्वीपभरि भ्रमण गर्दै विद्वान कहाँ हुनुहुन्छ त्यो ठाउँमा गएर अध्ययन गर्नुहुन्छ, चित्त बुद्ध मार्ग छैन। फेरि कहाँ विद्वान हुनुहुन्छ त्यहाँ धारै जानुहुन्छ, खोजी त गर्नुभएको। खोजी गर्दाखेरि पनि उहाँहरू साधारण व्यक्ति होइन, एक असङ्ख्य 1,00,000 कल्प पारमिता पूर्ण भइसकेका व्यक्ति। आखिर केही सिप नलागेर तिनै सञ्जय बेलट्ट नाटपुत्रसँग नै बस्नुभयो, पुराना गुरु। अब मुक्तिको मार्ग देखाउने गुरु नै छैनन्। त्यही पनि सञ्जय बेलट्ट नाटपुत्रको साथमा बसे तापनि उहाँहरूको खोजी चाहिँ जारी नै थियो। मौद्गल्यन एउटो बाटो, सारीपुत्र एउटो बाटो हिँडेर खोज्नुहुन्थ्यो। जबसम्म कल्याण मित्र भेटिँदैन तबसम्म निर्वाणको बाटो पाइँदैन। असजितलाई भेट्ने बित्तिकै श्रोतपन्न ज्ञान पाइहाल्नुभयो। त्यो श्रोतपन्न ज्ञान कसले दिलायो उहाँलाई भन्दा असजितले। पछि बल्ल भगवानसँग पुग्नु भएको। त्यसो हुँदा भगवानले कल्याण मित्र भन्ने आदि बाटो मात्रै होइन आनन्द, निर्वाणसम्म पुर्याइदिने नै कल्याण मित्रले हो। त्यही भएर अहिले मङ्गलसूत्रमा पनि पण्डित विद्वानको सङ्गत गर्नु, विद्वानको सङ्गत गर्नाले विद्वानको